नमस्ते डोल्पा आदरणीय दर्शकबिनहरू आज यहाँ पस्दैछन् जडा भन्ने चिज के हो भनेर सुन्नु होला। यासर गुम्बा भनिन्छ यसलाई। त्यसैले अलिकति खोकी लाग्यो। ओए खुट्टा त उठा यार, म हिँड्नु थियो। हेर्नुहोस् जसले नराम्रो बोलेछ यहाँ रेकर्डिङ भइरहेको छ। यो काहीँ नभएर डोल्पा जिल्ला हो। डोल्पा जिल्लामा यस्तो मान्छेहरू पनि छन् कि यहाँ अनुशासनै छैन यिनीहरूको। आफू उठिरहेछन्, आफू हिँडिरहेछन्। मेरो भने झन् पटक्कै मान्दैनन् कसैले। ल है ल जोरले भात खाएको छैनौ त्यहाँ हात उठाऊ छिटो फटाफट। हो त्यसो भए घर जाने बनाउनै खाने। ल आदरणीय दर्शकबिनहरू हौ ल उता जाऊ है सबजना। रूपपाटनमा मजाले नाच्नुपर्छ यहाँ हेर्नुहोस्, बुझ्नुभयो? नाच्नुको कारण के हो? म एउटै कुरा भेटेको छैन यहाँ। तपाईँले भेट्नै पर्ने भन्ने के छ त? घरमा मजाले सुत्यो खायो पियो बस्यो त भइगयो त। मनले मानिन क्या, मनले मानिन। बाउसोले ठोक्देऊ न। यही बाउसीले जरा ठोकौँ भनेको, अब मान्छे ठोक्नु पर्ला जस्तो छ हेर्नु। ए मान्छे त नठोकौँ है, ए हो लास्टै पाप हुन्छ। What is this? This is a Bausho.